हेलो गुड मर्निङ न्युयोर्क सिटीको सम्पूर्ण उबर पाइलटहरूमा के छ तपाईँको हालखबर के भइरहेछ कस्तो भइरहेछ दाइबाट के कुरो गर्नुहुन्छ यसो सुनाउन भनेर मैले यसमा अपडेट गर्न चाहेछु तपाईँहरू सुन्नु होला है त धन्यवाद हाम्रो दाइ आउँदै हुनुहुन्छ नयाँ गेस्ट हेलो दाइ नमस्ते नमस्कार भाइ नमस्कार। के छ आरामै हुनुहुन्छ एकदम ठिक छु भाइ। अनि आज है संजोगले भेटघाट भयो है हाम्रो संजोगै त भन्नु पर्यो नि भाइ, अब के गर्नु, काम यस्तै छ। अनि विशेष गरी अनि नयाँ साथीभाइहरू चाहिँ ठुलो गाडी चलाउँछु एसयुभी चलाउँछु भनेर भन्नुहुन्छ होइन, के छ कस्तो छ भन्नुहुन्छ, उहाँहरूको लागि तपाईँ के भन्नुहुन्छ? साथीहरू अब तपाईँहरूलाई देख्दा टाई लाएर हिँडेको अरू साथीभाइ ठुलो गाडीमा चढेर तल तल सानो गाडी हेरेको जस्तो लाग्छ। धेरै दिमाग लाउनु पर्छ हौ भाइ, यो गाडी किन्ने सुरुमा जाने कोही पनि नलाग्नु होला होइन। धेरै गाह्रो छ, धेरै सङ्घर्ष गर्नुपर्छ। भनेपछि बाहिरबाट जस्तो सोचेको छ त्यस्तो चाहिँ खासै छैन होइन, त्यति साह्रो चाहिँ होइन। तर अब हामीहरू चाहिँ अब पुगिसके त्यो ठाउँमा होइन, अब हामी चाहिँ बाँच्नसम्म चाहिँ सक्छौँ होइन। अब नयाँ साथीहरूलाई चाहिँ गाह्रै पर्ला। भनेपछि कि त आफ्नो प्राइभेट क्लाइन्टहरू त्यस्तो कम्पनीहरूसँग राम्रो आबद्ध भयो भने चाहिँ ठिकै छ, नत्र त यो त्यत्तिकै एउटा एपको भरमा मात्रै काम गर्छु भन्ने कोसिस गऱ्यो भने चाहिँ त्यसको लागि चाहिँ गाडी किनेर आउँछु भने चाहिँ त्यो चाहिँ खासै उपलब्धि छैन कि क्या त्यसो भए दाइ? हो त्यही हो, मैले भन्न खोजेको पनि त्यही हो। आफूले आफ्नो प्राइभेट क्लाइन्टहरू अब कम्पनीसँग कोही कम्पनीसँग मर्ज गरेर एका दुई काम लिन सकियो भने राम्रो हुन्छ। जस्तै अब आज हाम्रो एउटा भाइले चाहिँ अब यहाँ काम मिलाउनु भएको छ, अब जम्मै एक टिप गऱ्यो 1000 रुपियाँ आयो, घरतिर गयो सुतिहाल्यो होइन। अब त्यस्तोसम्म भयो भने चाहिँ राम्रो हुन्छ। अब त्यो गर्नलाई चाहिँ अब धेरै नै सङ्घर्ष गर्नुपर्छ। हो भनेपछि अहिले खासै नयाँ गाडीमा आउँछु, नयाँ गाडी किनेर ठुलो इन्भेस्टमेन्ट गरेर यो मार्केटमा छिर्छु भन्नेहरूको लागि खासै त्यति राम्रो शुभ सङ्केत चाहिँ देखिएन होइन दाइ? बिल्कुल देखिँदैन, गाह्रै छ। हस् दाइ, थ्याङ्क यू तपाईँलाई जानकारीको लागि। अब नयाँ साथीभाइहरूले थाहा पाउनुहुन्छ अनि उहाँहरूले आफै एउटा डिसिजन लिनुहुन्छ नि होइन। यसको मतलब तपाईँहरूलाई नआउनुहोस् भन्न खोजेको चाहिँ होइन, आउनुहोस् होइन, तर स्ट्रगल गर्न धेरै गाह्रो छ। अब कहाँबाट अब लिङ्क मिलाउनु पर्यो, काम गर्नु पर्यो होइन, अब कम्पनीहरूसँग जानु पर्यो, गाह्रै हुन्छ। साथीहरूलाई हतोत्साही चाहिँ बनाउन खोजे होइन, प्रयास चाहिँ गर्नुपर्छ। कुरा चाहिँ यस्तो। ओके ओके ल, अस्ति मैले नि भनेको थियो साथीभाइहरू तपाईँहरू चाहिँ एउटा एपको भएर मात्रै काम गर्ने हो भने चाहिँ अहिले गाडी नकिन्नुहोस्, अहिले गाडी किन्ने सिजन पनि होइन, तपाईँले जस्तो सोचेको छ त्यस्तो चाहिँ छैन मार्केटमा भनेर मैले नि अलिक एउटा भिडियो हालेको थियो। त्यसमा भिडियोमा चाहिँ के भन्नुहुन्छ भने आफूहरू मात्रै कमाउने हामीलाई चाहिँ नआऊ भन्ने टाइपको कुराहरू चाहिँ उहाँ गर्नुभयो, गुनासो गर्नुभयो। त्यसपछि मैले आज चाहिँ अर्को तपाईँ हुनुहुन्छ, अब तपाईँ आफै काम गरेर त्यत्रो अब 2-3 वर्ष 4 वर्ष एक्सपिरियन्स भइसक्यो, अब के छ त कन्डिसन भनेर मैले यसो दाइबाट चाहिँ बुझ्न खोजेको मात्र हो। कुरा प्रष्टै हो होइन। भाइले अस्ति नै भनेको कुरा पनि सरसर्ती ठिकै कुरा हो। अरू थप यसमा मैले बताइदिएँ। अब कुरा यही नै हुन्, साथीहरू नआउनु भन्ने कुरा होइन, यो ओपन प्लेटफर्म हो होइन। तर गाडी किन्न सक्नुहुन्छ लोनमा, अब यहाँ दियो गयो के अरे डिलरमा तुरुन्तै पाइहाल्नुहुन्छ। तर यहाँ रोडमा झरिसकेपछि चाहिँ अलिक गाह्रो हुन्छ, त्यही हो साथी हो। लाइक गाइस तपाईँहरू पनि आफू बुझेर मात्रै डिसिजन लिनु होला, न त खासै मार्केटमा चाहिँ अहिलेको कन्डिसनमा राम्रो छैन, त्यही भन्न चाहेँ हामीले चाहिँ।